आजको यो सानो भेटघाटमा तर पूर्ण आश्वासनको खबर मैले जान्नमा आयो कि गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेसनको चिफ अध्यक्ष अनित थापाज्यूद्वारा हाम्रो श्री रमेश गुरुङ ज्यूलाई एउटा एडभाइजरीको मेम्बरको रूपमा मनोनित गर्नु नै हामी हरेक ख्रिस्तीय जनहरूको निम्ति एउटा प्लेटफर्म खोलिएको अनि यस प्लेटफर्मको माध्यमद्वारा सुरक्षित भएको फिल गर्दछौँ। अब हाम्रो आवाज सबै ख्रिस्तीहरूको आवाज बोकेर अगाडि बढ्ने र हाम्रो मुख्य अधिकारी सम्म आवाज पुर्याउने अनि आउँदो दिनहरूमा एकता शान्तिमय वातावरणमा ख्रिस्तीहरूको आवाज पनि सठिक ढङ्गमा पुग्न सक्ने यो प्लेटफर्म मैले महसुस गरेको छु। तसर्थ हाम्रो श्री रमेश गुरुङ ज्यूलाई हामी रोमन क्याथोलिक डायोसिस दार्जिलिङका सबै लोकधार्मिक पक्षबाट पनि आश्वासन अनि तपाईको यो जिम्मेवारी बोक्ने काममा उत्तरोत्तर परमेश्वरले आशीर्वाद दिइरहन् र हाम्रो पक्षबाट पनि यहाँलाई सहयोगको वचन दिँदै तपाईहरुको यो काम अझ राम्ररी अगाडि बढ्न सकोस् र सबै एकता कायम गरेर आफ्नो सुरक्षाको निम्ति माइनोरिटी सुरक्षाको निम्ति ढोका ढकढकाउने अनि बोली दिने यो ठुलो जिम्मेवारीमा हाम्रो प्रार्थनामय सपोर्ट साथसाथै सहयोगको शुभकामना दिँदै म यहाँलाई धेरै बधाई दिन चाहन्छु। May God bless you and always guide you. Thank you.